आओ भाइयो अपने आप तपाईं के भन्न चाहनुहुन्छ यो कस्तो लाग्यो एकदमै दामी अझै किन्दिनु यो वाइसको लागि चाहिँ हैन सिनेमेटिक छोडिदिनु जोन राई छ त जोन राई अबे नभन्नु न उयसौ युन्स्कायो अब चाहिँ हाम्रो टी टाइम बाई वाउ नाइस 12 बजेको ब्रेकफास्ट बैठो यो बाटो त खानु हामीले दिनु होला है त्यहाँ खाइने अन्डा केलाउँदै गरेको खिच्नु न हामी चाहिँ अन्डा पर्यो तपाईको भ्लग गाइस हेर्नुस् न तपाईको यो अरूको लागि हो नि अरूको लागि हामी चाहिँ प्रार्थना गरेर खान्छौँ हेलो यहाँ हाम्रो सानो भाइले चाहिँ पानी खेलाउँदै रहेछ है के पक्रिनु भएको माछा छ रहेछ यहाँ खै म त देखिन त हौ बाई बाई चलाउँदै गरेको हेलो अङ्कल कन्टिन्यू छ सकेको छैन है के गर्नु भएको नाना ला यो के भयो यस्तो हावाले हेर्नुहोस् न यो डल्लै यहाँनिर यो उडाएर चाहिँ हाम्रो यहाँ बिजोक बनायो यो यस्तो नयाँ पाल चाहिँ हाम्रो यहाँ फाट्न आँटेको जस्तो फिल हुन्छ कुन चाहिँ गेम खेलाउन आँट्नु भएको छ हौ हजुर बलुन खेलाउने हो जित्नेलाई चाहिँ के छ प्राइस भनिदिनुहोस् न तपाईँले तपाईँ पनि खेल्नु हुने मैले काम गरेको देख्नु भएन ल यहाँ खोइ त फेरि खाजा खाजा
खेलिनुहोस् गिभ यु बेस्ट बिन दादी बिन दादी दिने हात उठाइदिने नाम भन्देऊ अर्पण दा के भन्नु छ तपाईले पासिङ द बलको बारेमा यसमा चाहिँ भूमिका दिदी छ भनेर मलाई 100% मनमा के भूमिकालाई के भन्नु छ सपिना के पेनी त भूमिकालाई के भन्नु छ अब मलाई याद छ मलाई के भन्नु छ बिन दादी चाहिँ 1 नम्बरमा छ म जित्छु भेरी गुड हाम्रो चाल चाहिँ कराइसक्यो सफिनालाई सोध सफिनालाई के भन्नु छ तिमी तले जित्नुपर्छ है तिमीले नि जित्छ ल यहीँबाट अलिक उता बस्नु चाहिँ हाम्रो चर्चको यता उता पर्नु कि एकै ठाउँमा बसेछ आफूलाई आउट पार्ने अलिक एक्सचेन्ज गरेर बस्नु नि भूमिका हाम्रो टेन्ट दुःख गरेर बनाएको आज त्यो 36,000 काम गरेन हौ के हुन्छ अन्त राइट टु इक्वालिटी हैन न अहिले के को जेन्डरमा के परिमा नम्बर पास गर्नु त स्टार्ट नभने स्टार्ट भइसक्यो अर्पण दा यो फोन कसकोमा छ बुझेछ बुढोले कुरा हाम्रो भूमिका मिस आउट हुनुभयो जे भन्यो म त फर्स्टमै आउट हुन्छ होला बोलीको के छ बोलीको बोलीमा शक्ति छ भनेको चाहिँ वचन चाहिँ पुरा भयो ल के गरे भनेर मैले पक्री पठाएँ नि पक्रिनु हुँदैन यसो दिइहाल्नुपर्छ झर्ना मिस आउट हुनुभयो थ्याङ्क यू ओके Lele, it's a final. Vinita and true, grip and true. Hey, hey. Okay, the winner goes to Vinita Rai. फ्रम जुमसु पञ्चोस मलाई हामी हार्दिक बधाईको साथमा हामी 1000 रुपैयाँ काटेर हामी दिन्छौँ यहाँको लागि जोरदार ताली मारिदिनुहोस् द विनर बिता राई अर्पण जान आँटेको चाहिँ अब अहिले भने हामी अर्पण भाइ जाँदै हुनुहुन्छ बनेल मानकलाई गएर जाँदै हुनुहुन्छ एकैपल्ट प्रहार गर्नु पाउनुहुनेछ उहाँ करिब नजिकै पुग्नु सक्नु भएको छ अब उहाँले पड्काएको छ बच्चाले पड्काउन आँटेको अब पड्काएको छ यात्रा सुरु हुन्छ भाइ आउँदै हुनुहुन्छ मलाई ताकेर र अहिले भने भाइ सिधा जाँदै हुनुहुन्छ भुइँमा टेक्नु पाइन है डन्डा हजुर माथि लक्ष्य भेद गर्न आँट्नु भएको छ र अहिले पनि नजिक पुगिसक्नु भएको छ र नजिक हुनुहुन्छ र उहाँले त ट्राई गर्दै हुनुहुन्छ र उहाँ अहिले आउट हुनुभएको
पानीमा खेल्यो जुवेल भाइ सिधै जानुहुँदैछ उहाँले यसो हेरेर झिका मार्दै जाँदै हुनुहुन्छ र उहाँ सही यो बाटोमा जाँदै हुनुहुन्छ एकैपल्ट प्रहार गर्न पाउनुहुनेछ उहाँ करिब नजिकै पुग्नुभयो उहाँले प्रहार गर्न आँट्नुभयो र उहाँ धेरै कोसिसको साथमा उहाँ पुग्न आँट्नुभयो र उहाँ सिधै गइरहनु भएको छ उहाँले कोसिस गरिरहनु भएको छ भूमिकाले खा नजिकै पुग्नुभयो उहाँले अब प्लास्टिक पड्काउनु भयो र उहाँ जाँदै हुनुहुन्छ र जाँदै हुनुहुन्छ भाइले टेक्नु पाउँदैन डन्डा टेकी तपाईँ डिस्क्वालिफाई हुन्छ माथिबाट हिर्काउनुपर्छ तपाईँले माथिबाट हिर्काउनुपर्छ करिब पुग्नुभयो उहाँले ठट्टायो अब भन्नै पर्दा तर उहाँ केही छन् उहाँ हुन्छ झन् उहाँ टाटा बाई हुनु आँट्यो तर पनि अहिले जाँदै हुनुहुन्छ उहाँ र पड्काउनु पनि पर्छ भाइ जुदा भाइ आउँदै हुनुहुन्छ भुइँमा टेक तपाईँले डन्डा राख्नुभयो भने तपाईँ डिस्क्वालिफाई हुन्छ एकदमै प्रयास राम्रो छ भाइ जुदाको राम्रो छ उहाँको एकदमै उहाँ एकदमै सही जग्गामा पुगिसक्नु भएको छ र उहाँले बाटो पहिलाउँदै हुनुहुन्छ दुम्सीले बाटो पहिला जस्तै पहिलाउँदै हुनुहुन्छ लगभग उहाँले प्रहार गर्नुहुँदैछ हामी चाहिँ अब यहाँ स्विमिङ पुल जाँदैछौँ अनि हामीलाई चाहिँ 50% डिस्काउन्ट छ किनभने हामी बेसी पनि छ प्लस हाम्रो दिवस सर उहाँले चाहिँ हाम्रो मिलाइदिनु भएको छ हजुर हामी त स्विमिङ खेल्नु नआए पनि अब यसो गरम बेसी भइदियो अन्त यहाँ हुनुहुन्छ हाम्रो ग्रुपहरू ससेसको भेज लिइराखेको क्या मजा आइरहेको होला मैला मजा यता खोलापट्टि जाउँ हो पर हाम्रो पुरा उयो लाग्यो म त सपोर्टर मात्रै हो नि भाउजू यता हो नि भ्लगर त
बसेर आऊ न अब खाना Yeah.